ब्लग तपाईँ सधैँ छु मेरो नयाँ भिडियोमा। आज पनि के भन्छ र आज मेरो नयाँ भिडियोमा तपाईँ सधैँ चाहन्छु। अहिले म उठेर खाजा खाँदैछु। आज के भन्दाखेरि यही बुटेको भात चाहिँ म खाने कराईमा बिहान थिएँ। कस्तो लाग्यो मिठो। Saya akan makan kancuan betul betul. Sudah ada kami kan mau live channel. Ya मुडा सारे माथि ल्याउने त्यहाँबाट चाहिँ मैले गाडीमा है मेरो हस्बेन्ड यहाँ हुन्छ यस्तो कता बाटो गाडी चाहिँ खुङखा रहेछ टडो उकालो यहाँ हाम्रो देवीथान मन्दिर छ। हाम्रो खेतहरू बा घरहरू केराघारी मालपुगेर मेरो ब्लकल होइन यहीँ केराघारी पुरै छ। अब अहिले म राखिदिन्छु है। हेलो भाइ, हेलो मेरो सानो भाइ छ। आज यी घरमा आएर आज मेरो काम हुँदैछ, दाउरा बोक्ने काम लोड अनलोड भइरहेछ। मेरो भाइ छ यहाँ सानो राकेश भाइ मेरो साथी, हामी दुईजना भएर यहाँ दाउरा घर लाँदैछौँ। गाउँमा दोलखाको तामाकोसी भन्ने ठाउँमा यस्तो छ हाम्रो गाउँघरतिरको बसै। हाम्रो यहाँ कालिज चढ्न आउने खेत यहीँ छ। मयूर कालिजहरू चढ्न आउँछन् यहाँ। केराघारी टन्नै छ यतातिर। बाटो फेरि खतरा अफरोड हो यहाँनिर। मेन हाइवेबाट 1 किलोमिटर अगाडि आउनुपर्छ हाम्रो बाटो। हाम्रो यहाँ कालीदेवी मन्दिर यहाँ छ। अब हाम्रो खेतहरू यस्तै बाँझै छ सबै। गाउँ अब धान रोप्ने बेला हुन थाल्यो। अब यहाँबाट हाम्रो फेरि घर जानलाई सर्टकट बाटो छ। यो एउटा हाम्रो मन्दिर भयो पुरानो। अब यहाँ मासतिर पुरै घरको छेउतिर केराको थान केरा चाहियो भने हामीलाई सम्पर्क गर्नु होला। बाँस चाहियो भने पनि सम्पर्क गर्नु होला। है कालीदेवी माता रक्षा गर्नुहोस्। हाम्रो मन्दिर यस्तो छ यहाँको। हाम्रो यहाँ अलिकति जल्दो बुद्धिजीवीहरू मान्छेहरूले सबै कामै गर्दैनन्, पैसा मात्र कुम्ल्याउन खोज्छन्। आएको बजेटहरू सदुपयोगै गर्दैनन्। बोल्ने मान्छे कोही नभएपछि गाउँमा अलिक गाह्रै हुने रहेछ। अलिअलि आएको पनि यताउता गरेर टालटुल गर्ने, सबै खाइदिने मात्र रहेछन्। के गर्ने अब अहिलेको जल्दोबल्दोहरू सबै पढाइको लागि, कोही काठमाडौँ, कोही जागिरको लागि आफ्नै सिलसिलामा छन्। त्यही भएर बुढापाकाहरूले गाउँमा अलिकति गाह्रो भइरहेछ। आउनु पर्यो अब पछि आउनुपर्छ सबैजना गाउँमा आएर गाउँमा गर्नुपर्छ। गाइची हाम्रो केराको थान केराबारी टन्नै छ यतातिर। केरा हो। केरा, आँप, लिची, कागती, सुन्तला, एभोकाडो
नफल्ने चिज केही पनि छैन यहाँ। धान मकै गहुँ कोदो खेतीदेखि फापर सत्तरदेखि लिएर अल्लाउने हो। हरियाली पाखा डाँडा पाखा रमाइलो ठाउँ छ वातावरण बस्नको लागि चाहिँ। त्यस्तै नै छ गाइस। फाइनली आपको कोट छ यतातिर छ। फाइनली हामी घरको नजिकै पुग्न थाल्यौँ। यता पनि आपकै बोट हो। यहाँ आइसके माथि घर एउटा गाउँ देखिसके। गौरी शङ्कर हिमालले पनि हामीलाई हेरिराखेको छ। वाओ दामी छ गौरी शङ्कर हिमाल हाम्रो। फाइनली हामी घरको नजिक आइसक्यौँ। अब हाम्रो गाउडा हगी पनि यहाँ 1 टिप 2 टिप जति झारिसक्यौँ। टोटल हाम्रो गाउँ घर आइसक्यो फाइनली। गाइस अहिले चाहिँ गुड मर्निङ भइसकेको छ। म यहाँ मर्निङ वाक गरेर आएको माथिसम्म कुदेर आएको है। आई एम मर्निङ वाक गइङ। मेरो दिदी कता जानु लाग्नु भएको हो। कहिले गर्नु बर्दा नै फेरि म बोल्दा मर्निङ वाक गरेर आउँछु। मर्निङ वाक कुद्नु पर्छ कि त खाएन। यो मेरो जिउ फिटनेस राख्दा मुनि यहाँ पुग्छु म। यो अहिले मैले के अहिले म सबले मर्निङ गर्नुपर्छ गाइस। मर्निङ गर्नुपर्छ। मर्निङ गरेर आफ्नो जिउ स्वस्थ रहन्छ। स्वस्थ बस्त मस्त होइन। म चाहिँ मर्निङ गर्दै गएको पानी परिरहेँ। पानी पर्दै गएछ। त्यो म कुद्दैछु अहिले कुद्दैछु। पानी पर्छ पुरै उठ्दैछ। यस्तो कुद्दैछु कि यस्तो टाढा आइपुगेपछि म कुद्थेँ। मलाई थाहा भएन धेरै पछि कुदेको पानी परिरहेको छ। यति कुद्नुपर्छ अब चाहिँ पानी परिरहेको मैले भ्लगमा कुदिदिनु छैन किनभने पानी परिलो भित्र म हुँदैन छन्। So guys, एकैछिन मर्निङ वाक गरेर आएर अहिले म यहाँ हाम्रो अर्ग्यानिक खाजा भनेको यही भात अन्डा है खानु। एकछिन मर्निङ वाक गर्दा पानी पर्ने अहिले गयो कि गयो फेरि पानी रह्यो फेरि यस्तो खायो। मलाई गयो बस भन्छ क्या अब पानी नि गयो एकछिन बस्यो कि पानी रह्यो। त्यति चिसो भएपछि तातो भात ल्याम्ने लागेको छु अन्डा।
गट म अब खाना खान्छु अनि ल भेट्छु गाइस अहिले चाहिँ मैले खानसान खाएर बसिरहेको छु हाम्रो आमा चामल दिन्छ चामल तिराउँदै कस्तो हिसाबको चामल त ठिक थियो यस्तो गेडा कालो गेडा के हो यस्तो है के हो यस्तो है यस्तो रहेछ अनि त्यो एउटा यहाँ हाम्रो केलाउने प्रक्रियामा म टिभी त टिभी राख्छु देखि अघिदेखि कन्टिन्यू अघिदेखि चाहिँ अस्ति म टिभी आयो भर्खर भाषा जात हुन्छ एकछिन रोक्ने म आएको छु सिमरन आइसक्यो ला 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 दिन्छु यस्तो बाटो ओए ओए प्लिज गिभ मी योर मोबाइल 1 सेकेन्ड एकैछिन क्या वाइ फोन गर्नु पर्यो क्या त्यो सुयो भएछ तेरो वहाँ स्विच अफ भएछ सोध्नु पर्यो नि त आएको होइन आइज भने नुहाउनु पर्यो नि त अनि म कसै आउँदिनँ अब भोलि त्यो सोध्नु पर्यो क्या गर्दैन के एकचोटि यति फोन गर्दै के हान्छ एकै सेकेन्ड हो नि म एकैछिन बोलिहाल्छु नि त्यही भने के मान्ने फोन गर्छु होला म बोल्छु अनि भेट्छु धानमै के काम यसो कमेन्ट कमेन्ट कस्तो दामी मौसम एकछिनमा गर्नु फेरि ओहो क्या छ है सकाइ जानु फोन गर्छु अब त्यो कालो गेडा मन टिभी पऱ्यो एकछिन आमाले त के सक्नु होला ला 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 म आउँछु तिमीहरूको भन्नु यहाँ सुए के हो त अहिलेको के भन्यो के बाउले के नि भएन फोन गरेको जहिले सोद्धा नि केही नि भनेको छैन केही बोलेकै छैन गोप्य कुरा होला नि यस्तो बाउ अरूले गर्दा नि केही नि भनेको छैन भन्छ के त कहाँ यो क्वालिटी पनि आमा यत्रो कालो गरेर डर नै रहेछ आइद भने कि नआइद भन बेलुका फोन गर्छु अरे हाम्रो नि धानहरू पनि अवस्था रहेछ भने हो भनौँ नत्र चाहिँ कहाँ भनौँ यो मिसिनमा पऱ्यो नि होइन धानमै धानमै भएको हो एकछिन पछि भेट्नु होइन अहिले चाहिँ हामीले सक्दो टिभी राख्छ यहाँ है कालो गेडा है यस्तो चामलमा के यस्तो हाम्रै मात्रै के हो यता नि छैन के हो यो चामलमा यस्तो टिपेर त थाहा छैन मलाई त नुहाइराख नि अहिले अरू के भन्नु छ होला नि तपाईँलाई अब आजको लागि भिडियो यति नै भन्न चाहन्छु धन्यवाद लास्टमा हेरिदिनु भएकोमा फेरि अब अर्को नयाँ भिडियो आउँछ तपाईँ यो भिडियो हेरेर खुसी हुनु होला यो पहिला यो भिडियो हेर्नु सक्नु अनि अर्को भिडियो हेरेर नबिर्स्नु होला अहिलेको लागि बिदा भन्न चाहन्छु लास्टमा
लाइक एन्ड सब्सक्राइब सेयर सबै गर्न नबिर्सनु। धन्यवाद।